यो ढुङ्गाहरूको ल यस्तो मजाले बनाउँदैछ त ढुङ्गाहरू। ल यो ढुङ्गाबाट त पाल पनि रहेछ ल। ओ माई गड ढुङ्गाबाट पाल रहेछ गाइजहरू यहाँ। ल हेर्नु त ठ्याक्कै ढुङ्गाबाट नि पाल यस्तो सिस्टम। अनि ल गुड मर्निङ नमस्कार शुभ बिहानी अनि सम्पूर्ण वाइटी फ्यामिलीहरूलाई एकमुष्ट नमस्कार। के छ सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु र म पनि सन्चै नै छु। आज म एउटा सानो भ्लग बनाऊ भने यो ढुङ्गामा लेखेको हैन, ढुङ्गाको बिचमा यस्तो राम्रो मजाले पार्क बनाएको त्यो दृश्यहरू हजुरलाई देखाउन गइरहेको छु। कस्तो छ एकचोटि सबैले हेरिदिनु हुन अनुरोध पनि गर्दछु है त। ल यो एरिया हेर्दाखेरि ट्याक्क लागेको है। यस्तो छ सबै कुराहरू मिलाएर बनाएको छ है। अनि अब यतातिर घुम्न आउने बेला चट्ट कसैलाई केही घर पर्यो भने पनि पिसाब गर्नको लागि पनि टोयलेट बाथरुमहरूको व्यवस्था राम्रो र ठक्क हेर्दाखेरि यतातिर हाम्रो प्रहरी बिटहरू पनि छ, त्यो राखेको पनि रहेछ एउटा। अनि यो लाइट किरिमिरी रातमा झलल बोल्छ यो लाइट है। अनि अर्को कुरा यस्तो राम्रो बनाएको कि यो डिजाइनले ल हेर्नु न है त। अनि यो ढुङ्गा यो कति सालको ढुङ्गा होला, यो कस्तो जमानाको ढुङ्गा होला यो। ल हेर्नु त फेरि बस्न पनि कस्तो मिलेर लरी पर बसेको क्या, कि बसालेको त होइन होला पक्कै पनि होइन। तपाईँलाई कस्तो लाग्छ कमेन्टमा भन्न नबिर्सिनु होला है। ल हेर्नु त पलाइसक्यो एउटा भयो ढुङ्गा। अनि यो ढुङ्गा देखाउनलाई पनि फेरि तल लाइटहरू ट्याक्क राखेको छ है। अनि लाइट राख्दै सर आएर ल यो चाहिँ यस्तो मजाले बनाएको छ। ल ढुङ्गामाथि यसरी लेखेर ट्याक्क टाँसेको छ। यो अब सबै छुट्टाएको यो भने यो लङ्गावुईको एरिया सबै छुट्टाएको रहेछ ढुङ्गामाथि लेखेर यसरी टाँसेको छ होइन। अनि यो गेट भयो, प्रवेश गर्ने गेट भइहाल्यो है। यहाँ अब हाम्रो भन्छ नि हाम्रोतिर शिलालेख लेख्छ भन्छ नि, त्यो शिलालेख लेख्ने पनि यहाँनिर छ शिलालेख नि। अनि यो पछाडिको भ्युजहरूलाई यति राम्रो यस्तो पानीको बेला पनि यस्तो मजाले टेन्टहरू लगाएर राखिदिएको छ। कोही आउने जाने साथीहरू ट्याक्क हुनुभयो भने बस्नको लागि त यति राम्रो यति सुन्दर सफाइ भने नि यति मजाले गरेको छ के भन्नु, यो भनिसक्नु नै छैन सफाइको लागि त। तर हाम्रो गाइजहरू फेरि मेरा पछिका दोस्तहरूले फोटो खिच्ने भिडियो बनाउने कार्यक्रम चलाइराख्नु भएको छ र म पनि त्यसको बिचमा यसो घुम्दै फिर्दै जाउँ न त भन्दा आएको। यो सबै दृश्यहरू हजुरले देख्न सक्नुहुनेछ है त। अनि ढुङ्गाको जरामा तल यस्तो राम्रो तरिकाले त फुलहरू लगाएर त फुलाएको छ है। यति आनन्द छ। यो ठाउँ भनेको तपाईँको लङ्कावुई केराहा पर्छ होइन। हाम्रो अङ्कल पनि जानु लाग्नु भएको छ, एकजना साथी पनि जाँदै हुनुहुन्छ र भने यो ढुङ्गा कति अग्लो। ल हेर्नु त यो ढुङ्गालाई कस्तो जस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है। ढुङ्गा तर ढुङ्गा पनि अलि हेर्दाखेरि अचम्मैको खाले ढुङ्गा छ यो। अब यताबाट भित्र प्रवेश गर्ने द्वार भइहाल्यो होइन। जताबाट गए पनि आखिर पार्कैमा जाने हो, हामी पनि त्यो पार्कसम्म जाने नै हो अहिले। तर यो ढुङ्गा देख्दाखेरि मलाई अचम्म लागिरहेको छ कि कस्तो अचम्मको ढुङ्गा हो यो। ढुङ्गाको बनाएर ट्याक्क राखेको। फेरि उता पनि त्यस्तै छ, उही पल्लो साइडमा मैले देखाएको थिएँ जुन ढुङ्गाहरू त्यही सेम छ। ल यो ढुङ्गाहरू यस्तो यो कलर गरेको त होइन होला पक्कै पनि। यो ढुङ्गाहरूको ट्याक्क रेखा परेर यस्तो यो काटेको पनि होइन होला होइन। यो कुन तरिकाले बनाएको ढुङ्गा, यो ढुङ्गाहरूको ल यस्तो मजाले बनाउँदैछ त ढुङ्गाहरू। ल यो ढुङ्गाबाट त पाल पनि रहेछ ल। ओ माई गड ढुङ्गाबाट पाल रहेछ गाइजहरू यहाँ। ल हेर्नु त
ठ्याक्कै ढुङ्गाबाट नि पाल यस्तो सिस्टम। अनि तलको फुलहरूको ठ्याक्क बनाएर राखिदिएको यस्तो। आमा के गर्नु, यस्तो यस्तो ठाउँ रहेछ है। ढुङ्गाहरू त कस्तो ट्याक्कै मिलाएर राखेको कि, मिलाएर ठ्याक्कै राखेको जस्तो। अनि खोपेर फेरि लाइटहरू पनि त्यस्तै डिजाइन गरेर राखिदिएको। यो रातिमा झललल सबै कुरा बोल्छ है त, जल्छ लाइटहरू। यस्तो मजाको, यस्तो राम्रो। उताको भन्दा यताको लाइनमा अलिकति ढुङ्गा बढी रहेछ। उतापट्टि चाहिँ फुल बगैँचाहरू ठ्याक्क लगाएको। अर्को पनि गेट प्रवेश गर्नलाई गेट छँदैछ होइन। हेर्दाखेरि यति राम्रो च्याप्ट परेको सुन्दर छ। बिहानको चिसो चिसो मौसमसम्म सँग यति रमाइलो, यति खुसियाली, यति हरियाली होइन छ। तर जे भए पनि अब पानी चाहिँ परेको छैन, धेरै भइसक्यो। पानी नपर्दाखेरि अलिकति समस्या छ गर्मीले। हाम्रा गाईहरूले फोटो खिचेर सक्नु भयो त, भ्याउनु भयो भनेपछि यति राम्रो। नानी पनि अब छेउको भनौँ न, अब घुमाइ फिराइ राम्रो छ, एकदम स्पेसल तरिकाको छ। यदि तपाईँहरू कहीँ मलेसियामा हुनुहुन्छ भने, घुम्न आउन चाहनुहुन्छ भने एकचोटि मलेसियाको लङ्कावी भन्नेमा प्रवेश गर्नु होला। त्यो ठाउँ एकदम राम्रो र सुन्दर र एकदम सुरक्षित ठाउँ छ होइन। त्यसै पनि अब चाइनिज न्यु इयर आइसकेको छ। कम्पनीमा काम गर्ने साथीहरूको लागि एकदम राम्रो हुन्छ। 12 घन्टा ड्युटी गर्नलाई त्यस्तै हो, 30 मिनट 12 घन्टालाई। तर कम्पनीमा काम गर्ने साथीहरू आउन सक्नुहुन्छ एकचोटि लङ्कावीको लागि भिजिट गर्नु होला होइन। यदि गर्नुभयो भने तपाईँहरूलाई पनि राम्रो हुन्छ। धेरै चिजहरू हेर्न पाउनुहुन्छ, घुम्न पाउनुहुन्छ, हेर्न पाउनुहुन्छ। सुरक्षितको लागि केही डर टेन्सन छैन होइन। गाडी घोडाहरू जति पनि रेन्टमा पाउनुहुन्छ, चलाउन जान्नुहुन्छ भने पनि तपाईँहरूले अब दिनको घन्टाको जतिको पनि चलाउन चाहिँ तपाईँहरूको इच्छा अनुसारले चलाउन सक्नुहुनेछ। तर ठाउँ बस्ती राम्रो। तर मलाई साह्रै यो भनेको मन परेको एकदम यो ढुङ्गाहरू कि, यो ढुङ्गाहरू साह्रै राम्रो बनाएर राखेको। हेर्नु त, यति राम्रो गरेर ढुङ्गा यो बनाएर राखेको हो कि, यो पहिले बनाएर समुद्रले राखेको हो कि है। तर यो चाहिँ कुरो चाहिँ बुझ्न सकिएन होइन। बाटोमा यस्तो मजाले राखेको छ, यस्तो चाहिँ बाटोहरू ट्याक्क लागेर बनाएको छ। यति सोच छ, यति सुन्दर, यति आनन्द। बिहानी पखरको है यस्तो यस्तो छ गाइसहरू। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने आउनु होला एकचोटि, भेटघाट गरौँला यतितिर सबैको लागि। यतिर हेर्दाखेरि कति आनन्द भयो कि यो। अब सबैतिर ट्याक्क परेको छ, सबै सेवा सुविधाहरू, बाथरुमको रोडहरू हेर्नुहोस् च्याट्ट। अनि त्यसपछि यो भित्र प्रवेश गर्ने यस्तो द्वारहरू ठाउँमा ठ्याक्क बनाएको। अनि यो पानीको लागि नालाहरू बनाएको, व्यवस्थित तरिकाले बनाएको छ है त। अब यतातिर हेर्दाखेरि यो पानीको तलाउ, पानीको तलाउ, यस्तो तलाउ छ, पानीको तलाउहरू छ है। त्यही पनि यस्तो इँटाहरू यताउता सबै लगाएर यस्तो मजाले राखेको छ होइन। मान्छे हिँड्नको लागि यस्तो व्यवस्था राम्रो तरिकाले गरेको छ। पारि हेर्दाखेरि पहाडहरू देखेको छ, हरियाली झपक्क लागेको छ। अब यो साइडमा फर्केर हेर्दाखेरि यस्तो छ होइन। अब अरू त खासै भन्न आउँदैन साथीहरू है। जस्तो भए पनि सम्पूर्ण साथीहरूले मन पराइदिनु होला, जस्तो तस्तो छ हेरिदिनु होला। यति भन्दै अहिलेलाई पनि यो भिडियोबाट म बिदा हुन चाहन्छु। र अब यो पार्टपछि नेक्स्ट पार्टको भिडियो म फेरि बनाएर हजुरहरू सामु ल्याउने कोसिस गर्दैछु होइन। त्योभन्दा अरू त के भन्न आउँदैन गाइजहरू। यति भन्दै अहिलेलाई बाई बाई सबैलाई। भेरी मच थ्याङ्क यू सो मच। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण वाइटी फ्यामिलीहरूलाई हृदयदेखि नै धन्यवाद।